क्या हाँ आँखा चाहिँ के भयो भगवानको अब अनि हराएको थियो त छोडा आवाज जब चाहिँ आवाज सानसानोले मङ्कीले हेऱ्यो मङ्कीले हेऱ्यो ल भयो तिमी फ्रेममा हाल्छौ त्यति बसेन यति हेर न के पुरा के फोटो खिच्दैछ त्यसले त्यसो त कामै दियो त नि आइफोनबाट चाहिँ फोटो खिच्यो कहाँ खिच्यो हेलो मङ्की नजिकमा जाउँ अरे मङ्की जाउँ मङ्की आई एम हङ्ग्री मङ्कीको भेन हाम्रो बुद्ध भगवानको प्रचार प्रसार गर्नु पऱ्यो नि हाम्रो बुद्ध धर्मको प्रचार प्रसार गर्नु पऱ्यो नि बुद्ध भगवान यहाँ स्वयं भएको थियो र खै त्यता टेम्पल हो के बनाएको बाबाको ठाउँमा बनाउनु पर्ने उहाँ जन्मेको ठाउँ पनि बनाएको त त्यो ठाउँ कि जान पाएन लुम्बिनी खै जाउँ भनेको मम्मी बिरामी हुनुहुन्छ नभए जानुहुन्थ्यो अनि मेरो एक्जाम आउँदैछ अब मम्मी बिरामी हुनुहुन्छ कस्तो जाने त मम्मीलाई म बिरामी नभएको भए पनि मेरो एक्जाम पनि आउँदैन एक्जाम त म पोस्टपोन गरिहाल्नु मिलेर निकालिसक्यो पैसा पायो होला त्यो मान्छेले खायो 1 2 भन्छु म तल तल जानु त्यो वाटरफल छ पानी बिहान कोही बेलासम्म छ त पैसा पैसा खेल्नु त्यो वाटरफलबाट भन्दा छ नि उयो वाटरफल त उता पाँच रुपियाँ 10 रुपियाँ के पाँच रुपियाँ गरेर चाहिँ हेर त सानो मङ्की हेर्नु त्यहाँ पिङ खेलेको धर्छ देख्ने कराउँछ भाइ देख्ने कराउँछ कराउँदैन किन कराउँदैन तपाईँको हातहरू पनि नो फोटो नो फोटो नो फोटो 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 होइन भिडियो
जेन गर्न टपको मुभी याद आयो सान्चिला भन्ने मान्छे र लालबहादुर भन्ने मान्छे आज घुम्न आएको सैबको डाँडामा This is way too many houses. चलेको हो र 2 राउन्ड्स हुन्छ यो चाहिँ हाम्रो धर्महरूले घुमाउने ठाउँ होइन भगवान्ले प्रयोग गर्ने ठाउँ आउँछ नि छोरीलाई भुलेर हिँड्नु आऊ सानो भनिरहेको छु सुन्दैन आफू नसुन्ने अरे बहिनीलाई हेरेर उठेर भाउजूको ट्रिप कस्तो भयो आज राम्रो ट्रिप होइन भगवान्लाई दर्शन गर्न आएको यो ट्रिप होइन कहाँ पाउँछ भाइ बबल्टी हजुर कहाँ पाउँछ भाइ बबल्टी हो नखाने खाने भाइ खाऊ खाऊ नखाने जाउँ होइन बाटो सिँढी मलाई हेर्दा डर लाग्यो बिस्तारै हेर्न हाइटको बियर मनी हो अर्को बाटोबाट जानु कहाँको बाटो अर्को बाटो छैन भने हेर है राम्रोसँग हेर हेट लड्दाखेरि भाउजूले बुन्दुम 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 म तल ठुल्मामी हुनुहुन्थ्यो होला नि त्यतिखेर कि तपाईँहरू दुईजना मात्रै दुईजना मात्र थियो हजुर दुईजना मात्र थियो कि बिगारिसक्यो कि नै नि हो र खै